नाम स्मिता पौडेल हो। आज म आफ्नो देशको बारेमा भनिरहेको छु। हाम्रो देशको नाम नेपाल हो। हाम्रो देशमा विभिन्न प्रकारका अन्न उत्पादन गरिन्छ। हाम्रो देशमा रङबिरङ्गी पन्छीहरू फलफुलहरू पाइन्छ। हाम्रो देशमा मकै, गहुँ, धान जस्ता अन्नहरू फलाउने गरिन्छ। हाम्रो देशमा हाम्रो देशको राष्ट्रिय चराको नाम डाफे हो। हाम्रो देशको राष्ट्रिय फुलको नाम लालीगुराँस हो। हाम्रो देशको झन्डा छ। हाम्रो देशमा विश्वकै सबैभन्दा ठुलो देश हो। धन्यवाद।